भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईको जवाफी प्रहार। सुदन गुरुङ गृहमा फर्किए तर छानबिन प्रतिवेदन चुपचाप राखियो। जेन्जी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिएकोमा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा धन्यवाद व्यक्त। साउन अन्तिममा नेपाल फर्केलान् देउबा दाम्पति। त्यो विषयमा पूरा जानकारी आजको समाचारमा प्रस्तुत गर्नेछौं। असार तेस्रो साताबाट सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने, समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको सामाजिक सुरक्षा मन्त्री सीता बादीको दावी। नेपाल वायु सेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडेलको खोजी भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलको जिकिर। सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर खतिवड़ाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने, सहकारी पीड़ितलाई राज्य कोषबाट रकम फिर्ता गरिएको होइन, सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको भनाई। कुवेत जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीको माग। नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै मन्त्रालयले बनायो समिति। नेपालमा साँच्चै कम्युनिस्ट पार्टी छ भन्दै प्रलोपाका नेता जनार्दन शर्माको प्रश्न। पार्टी कार्यालयको भाडा तिर्न नसक्ने भएपछि माधवले पार्टी एकता गरेको नेकपाका नेता झलनाथ खनालको आरोप। बिरामी पत्नीको हेरचाहमा रहेका ईश्वर पोखरेलद्वारा एमाले पुनर्गठन अभियानमा एकबद्धता। एसियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरको माग। प्रचण्डलाई नेकपाका नेता झलनाथ खनालको पत्र बम। तपाईँ माधव नेपालको सुनियोजित जालमा फस्नुभयो। झलनाथको 36 बुँदे असन्तुष्टि। प्रचण्ड माधवबाट पार्टी चल्दैन। सरकारको विदेश नीतिमा देशभक्तहरू ढुक्क हुने स्थिति छैन। नेकपा एमालेका नेता प्रदीप गेवालीको असन्तुष्टि। त्रिवीले भन्यो अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरू 15 दिनभित्र सम्पर्कमा आउनु। स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको जिकिर। काठमाडौँ प्रहरीको स्वीप अपरेसन। जेठ महिनामा 1400 बढी पक्राउ। स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे 22 लाख फिरौती। असोज मसान्तभित्र विवरण बुझाउने पुराना कम्पनीको सबै कर र जरिवाना मिनाहा हुने। व्यवसायीका सुझाव अनुसार नीति सच्याउन तयार छौं, अर्थमन्त्री डाक्टर चोडिम वाग्लेको भनाई। भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल जारी रहेको अर्थमन्त्री डाक्टर चोडिम वाग्लेको जिकिर। बाजुराको लामपाटामा हेलिकप्टरबाट पठाइयो सशस्त्रको बन्दोबस्तीको सामान। दाङमा खुकुरी देखाएर युवतीलाई कुटपिट गर्ने युवक पक्राउ। व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य हुनुपर्छ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको भनाई। संचार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता। 77 वटै सदरमुकाममा FTTH सेवा। वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालन योग्य बनाउन रुस तयार। अन्तर्राष्ट्रिय तर्फ प्रस्तुत गर्नेछौं। जापानमा सरकारको सैन्य विस्तार नीतिको विरोधमा विशाल प्रदर्शन। अप्रिल मे महिनामा भारतको निर्यातमा 14.66% को वृद्धि। कंगोमा इबोलाको प्रकोप बढ्दो, संक्रमितको संख्या 837 पुग्यो। भारतीय प्रतिबन्ध विरुद्ध अदालत गयो टेलिग्राम। शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दक्षिण कोरियाको आग्रह। युद्ध विरामका बावजुद लेबनानमा इजरायली आक्रमण जारी। युद्ध अन्त्य भए पनि पेट्रोलियम पदार्थ सहितको मूल्य वृद्धि सामान्य हुन महिनौ लाग्ने। खेलकुद तर्फ प्रस्तुत गर्नेछौं। विश्वकपमा अस्ट्रियाको विजयी सुरुवात। खराब पिचका कारण क्यानाडा र नेदरल्याण्ड्स बीचको लीग 2 खेल रद्द। र 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालले पार्ने असर बारे के भन्छ विज्ञान, त्यो विषयमा पूरा जानकारी आजको स्मार्ट हेल्थ टिप्समा प्रस्तुत गर्नेछौं। दर्शक महानुभाव नमस्कार। स्मार्ट न्यूज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। म रोशन अधिकारी। आज मिति 2083 साल असार 4 गते बिहिबार, इस्वी सम्वत 2026 जुन 18 तारिक, जेठ शुक्ल चतुर्थी। सदाको चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौं। आजका मुख्य समाचार, ब्रेकिङ न्यूज, न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने, हेर्नै पर्ने महत्वपूर्ण समाचारहरू लिएर हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। हामीलाई दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेख्नुहोला। हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, देशभित्र हुनुहुन्छ भने आफू रहेको गाउँ, ठाउँ, शहर अनि जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हामीलाई हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। पलपलको न्यूज अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका मुख्य समाचार सुरु गरौं। हर्क साम्पाङलाई रमेश प्रसाईको जवाफी प्रहारको प्रसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईले आफ्नो दृष्टिबिन्तालाई लिएर कटाक्ष गर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको कड़ा प्रतिवाद गर्नु भएको छ। हर्कले प्रसाईलाई विषय केन्द्रित तर्क गर्ने दम नभएर सुनेको भरमा बोल्ने गरेको टिप्पणी गरेपछि उहाँले यसको जवाफ दिनु भएको हो। प्रसाईले आफूले पढ्ने पुस्तक नहुँदा सुनेरै कलेज टप गरेको स्मरण गराउँदै देखेको कुरा मात्र सत्य नहुने बताउनु भएको हो। उहाँले भन्नुभएको छ, तपाईले देखेको जति मात्र सत्य हो भने के तपाईले नदेखेको देश संसारमा छैनन्? हावा छैन? मेरो महादेव र तपाईको यसो
छैनन्। आफूलाई सहानुभूति भन्दा पनि समान भावले हेर्न आग्रह गर्दै प्रसाईले विपक्षी सांसदलाई भन्दा लाखौं गुणा अप्ठ्यारो जीवन बाँचेर पनि आफू उनीसँगै संसदमा उभिन सफल भएको उल्लेख गर्नु भएको हो। सांसद प्रसाईले आफ्नो शारीरिक अवस्था, दृष्टिविहीनताका बारेमा फेसबुकमा लेख्नुलाई काँतरको काम संज्ञा दिँदै जीवन र जगतका जुनसुकै विषयमा प्रत्यक्ष बहस गर्न चुनौती दिनु भएको हो। मेरो क्षमतामा कसैलाई शंका छ भने काँतर भएर फेसबुकमा शरीर बारे लेख्ने होइन, जीवन र जगतको कुनै पनि विषयमा फेस टु फेस बहस गरौं, उहाँले लेख्नु भएको हो। उहाँले अरूलाई नङ्ग्याउन खोज्दा माननीय आफ्नै चिरहरण भइरहेको भन्दै व्यङ्ग्य